एउटा गाउँमा अर्जुन नामको एउटा केटा बस्थ्यो। ऊ धेरै बुद्धिमान थियो, तर दिनभरि मोबाइलमै हराउँथ्यो। गेम, भिडियो र रिल्स खेल्नु र हेर्नु त मानौ उसको दैनिकी नै थियो। समय गएको थाहा नै हुँदैनथ्यो। एक दिन हजुरबुबाले उसलाई सानो बिरुवा दिँदै भने, यो जादुई बिरुवा हो बाबु, यसलाई माया गर्यौं भने तिम्रो जीवन पनि यसै गरी फुल्छ। तर अर्जुनले ध्यान दिएन। केही दिनपछि बिरुवा ओइलाउन थाल्यो। यो देखेर एक दिन हजुरबुबाले फेरि अर्जुनलाई मायाले सम्झाउँदै भने, बाबु, यदि तिमीले समय, मोबाइल र अन्य अनावश्यक काममा खर्च्यौ भने तिम्रा सपनाहरू पनि यो बिरुवा झैं ओइलाउनेछन्। जसलाई समय र माया दिँदैनौ त्यो सुक्छ, बिरुवा होस् या तिम्रो सपना। त्यो दिनपछि अर्जुनले हजुरबुबाको कुरा राम्ररी बुझ्यो र ऊ बदलियो। उसले मोबाइल हेर्ने समय घटायो, बिरुवालाई पानी हाल्न थाल्यो, पढाइमा ध्यान दिन थाल्यो। केही महिनापछि बिरुवामा सुन्दर फूल फुल्यो। अर्जुनको नतिजा पनि उत्कृष्ट आयो। उसले बुझ्यो, मोबाइलले क्षणिक खुसी दिन्छ, तर मेहनतले भविष्य उज्यालो बनाउँछ। समयलाई सही ठाउँमा लगानी गरियो भने भविष्य आफै उज्यालो हुन्छ।